नमस्कार सम्पूर्णमा म आज एउटा छोटो भिडियो लिएर हजुरहरूको माझमा उपस्थित भइसकेको छु। यो भिडियो चाहिँ कस्तो भने हेर्नुहोस्, यो फल चाहिँ यो फुल आज राति फुल्ने छ। त्यसैले गर्दा यो आज राति यो फुल्दाखेरि राति पानी ठुलो पर्यो भने यसको पोलिनेसन बर्बाद भएर जान्छ र यो फुलदेखि फलमा परिणत हुनुलाई एकदम अप्ठ्यारो पर्छ। त्यसैले गर्दा आज म यसको एउटा सानो उपाय गर्दैछु। यो प्लास्टिकले म यसलाई यसरी ढाकिराख्छु। यो राति फक्रे पनि यहीँ भित्रै हुन्छ हो, यहाँ यो हुन्छ अनि यो बिग्रिनु पाउँदैन। यो फल सलिड बस्छ पछाडि। आज राति कुन कुन फुल्ने हेरेर म आज यो गर्नेछु। काँडा छ एउटा यो यहाँ पनि यसरी ओढाउँछ। आज राति यो फुल्छ। यो फुल्दाखेरि पानीले नकुटोस् भनेर म यसरी प्लास्टिक लगाएर आज राति जुन फुल्छ मौसम हेर्दाखेरि पानी आउने छ भने यसलाई ढाकेर राख्दाखेरि राम्रो। यहाँ पनि ढाकिसकेको छु। यहाँ पनि आज राति फुल्नेहरू यस्तो भइरहेछ रेडी। बेलुका 7 बजेदेखि यो फुल्ने छ। यो ढाकिराख्दिनँ। त्यसैले गर्दा पछाडि फलमा यो फुलबाट फलमा कन्भर्ट हुँदाखेरि चाहिँ यो फल चाहिँ बिग्रिनु पाउँदैन। अगर यहाँ पनि यो राति फुल्छ अनि रातभरि पानीले कुट्यो भने त्यही हो, फुल नष्ट भएर जान्छ, बिग्रेर जान्छ। त्यसैले गर्दा यसलाई छोपिराखिदिनु पऱ्यो। बिहान 5 बजी उठेर पानी परे पनि नपरे पनि बिहान 5 बजी उठेर चाहिँ यो फेरि निकालिदिने। यो भोलि आज राति फुल्नुलाई रेडी हुनेहरूलाई म यो लगाउने छु। कति फुल आउँदैछ हेर त आम्मामा, नेक्स्ट लटको लागि यता हो अगाडिबाट आज राति फुल्नेहरू त्यस्तो भइरहेछ। मुख फुट्नुलाई रेडी भइरहेछ। यसलाई यसरी साह्रो माथि रहेछ यो त नभेट्दैछ। ल यतिकै ढाकिराख्छु। प्लास्टिक कम्ती भएछ फेरि दोकान गएर यहाँ रेडी भइरहेछ हो। यति गऱ्यो भने फुल बाँच्छ नि पानीबाट अनि फल अडिएर बस्छ। अगाडि यहाँ हेर यत्रो यत्रो भएछ। यसमा चाहिँ एकदम बोक्रा पातला। यहाँ हेर पाक्नु थाले, रातो रातो हुन थाले हो। 200 ग्राम भन्दा कम्ती छैन। अन्त यहाँ छ रेडी भइरहेको। आज राति फुल्ने चाहिँ यति नै रहेछ। यो हिजो राति फुलेको एउटा प्लास्टिक पुगेन अझै बजारबाट ल्याऊ। भित्र रेडी भइरहेछ हो फुल्नलाई। हस् त आजलाई यतिमै। हजुरहरूलाई फेरि यो फुल सबै फुलिसकेको बेला फेरि एकखेप नयाँ भिडियो लिएर आउनेछु। र आजलाई यति छोटो भिडियोमा तपाईँहरूलाई जानकारी, तपाईँहरूलाई जसले पनि याद नहुने नजान्नेहरूलाई यो विषयमा आज जानकारी दिएको हो। त्यही हो, फुल बेसी पानीले कुट्यो भने फल अडिँदैन भनेर मैले प्लास्टिक लगाएको। ल त यो जानकारी दिएको तपाईँहरूलाई कस्तो लाग्यो? मन पर्यो भने लाइक, सेयर अनि सब्सक्राइब। अन्त अझै केही कुरा सोध्नु छ भने कमेन्ट गरेर सोध्नु सक्नुहुन्छ। हस्, धन्यवाद।